जय मसीह सबैजनालाई। आज हामी क्रिस्चियन विश्वासको एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुरा गर्दैछौँ। त्यो हो येशूको क्रुसको दुःखले आखिर कसरी पाप, श्राप अनि बिमारीबाट मुक्ति दिन्छ भनेर विश्वास गरिन्छ। आउनुस् यसलाई गहिरिएर हेरौँ। हो, यो प्रश्न एकदमै आधारभूत छ, होइन त? तर हेर्नुस्, कुनै पनि समाधान बुझ्नु अघि हामीले समस्या के हो भनेर राम्ररी बुझ्नुपर्छ। धर्मशास्त्रीय दृष्टिकोणले समस्यालाई कसरी हेर्छ, पहिले त्यतैतिर लागौँ। त्यसो भए समस्या के थियो त? त्यो हो पाप, श्राप र बिमारी। अब धर्मशास्त्रीय विश्वासले के भन्छ भने मानवीय अवस्था चारवटा कुराले घेरिएको छ। पहिलो, पापको बोझ। दोस्रो, विभिन्न श्रापहरूको अधीनमा हुनु। तेस्रो, शारीरिक मानसिक बिमारीबाट पीडित हुनु। अनि यी सबैको परिणाम के हो त? परमेश्वरबाट अलगिनु। यो नै त्यो आधारभूत समस्या हो जसको समाधान खोजिएको थियो। अब यो समस्याको समाधान के त? धर्मशास्त्रले एउटा ईश्वरीय समाधान प्रस्तुत गर्छ। त्यो हो संसारको पापको बोझ, र यो समाधान एउटा महान बलिदानमा केन्द्रित छ। यो समाधानको मुटुमा एउटा एकदमै गहिरो कुरा छ। त्यो के हो भने येशूले सारा संसारको हरेक मानिसको पाप आफैमाथि लिनुभयो। सोच्नुस् त, एक व्यक्तिले स्वेच्छाले पुरै मानव जातिको गल्तीको बोझ आफ्नो काँधमा बोक्नुभयो। अब यो कुरा सुन्दा अलिकति बुझ्न गाह्रो लाग्न सक्छ, हैन? यसलाई बुझाउन एउटा शक्तिशाली उदाहरण दिइन्छ। पुरानो करारमा जसरी अब्राहमले आफ्नो छोरा इसाहको काँधमा बलिदानको लागि दाउरा राखिदिएका थिए, ठ्याक्कै त्यसरी नै परमेश्वर पिताले हाम्रा सबै पापहरूको भारी बोझ येशूमाथि राखिदिनुभयो। ठिक छ, उहाँले बोझ त बोक्नुभयो, तर यो मुक्तिको प्रक्रियाले काम चाहिँ कसरी गर्यो त? यसको जवाफ लुकेको छ येशूको शरीरबाट बहेको रगतमा। खास गरी 7वटा घाउहरूको विशेष महत्त्व रहेको बताइन्छ। ल, अब हेरौँ मुक्तिका ती 7 स्थानहरू। हरेक घाउ र त्यहाँबाट बगेको रगतको एउटा खास उद्देश्य छ। जस्तै पहिलो, निधार। काँडाको मुकुटले गर्दा बगेको रगतले मानसिक तनाव र डिप्रेसनबाट छुटकारा दिन्छ भन्ने विश्वास छ। अनि हात र खुट्टामा किला ठोकिँदा बगेको रगतले हाम्रा काम र हिँडाइका पापहरूलाई शुद्ध पार्छ। यी सबै 7वटै स्थानबाट बगेको रगतले पापको पूरा मूल्य चुकाएर पुरानो करारको व्यवस्थालाई पूरा गर्छ भनिएको छ। अब यी 7 घाउहरूमध्ये एउटालाई चाहिँ विशेष महत्त्व दिइन्छ। यसलाई शारीरिक मृत्यु र आत्मिक प्रेम दुवैको अन्तिम प्रमाण मानिन्छ। त्यो हो रगत र पानीको अर्थ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा पनि यो एकदमै रोचक छ। क्रुसमा झुन्डिँदा शरीरमा यति धेरै दबाव पर्छ कि मुटु र फुक्सोमा अत्यधिक चाप पर्छ र मुटु फुट्न सक्छ। जब सिपाहीले येशूको कोखामा भालाले घोचे, त्यहाँबाट रगत र पानी छुट्टा छुट्टै निस्कियो। डाक्टरहरू भन्छन् यो मुटु फुटिसकेपछिको अवस्था हो। यसले उहाँको मृत्यु भइसकेको थियो भन्ने अकाट्य प्रमाण दिन्छ। तर यसको शारीरिक प्रमाणभन्दा पनि गहिरो एउटा आत्मिक अर्थ छ। यो घटनालाई संसारकै सर्वश्रेष्ठ प्रेमको संज्ञा दिइन्छ। किनभने यो मानवताप्रति परमेश्वरले देखाउनु भएको प्रेमको सबैभन्दा महान, सबैभन्दा अन्तिम अभिव्यक्ति हो भनेर विश्वास गरिन्छ। ल, हामीले समस्या हेऱ्यौँ, समाधान हेऱ्यौँ। अब पालो आयो परिणामको। यो बलिदानले आखिर के परिणाम ल्यायो त? परमेश्वरसँगको सम्बन्धमा कस्तो नयाँ मोड आयो? आउनुहोस् अब त्यो हेरौँ। यो बुझ्नु जरुरी छ कि यो कुनै सामान्य मृत्यु थिएन। यो एउटा अलौकिक घटना थियो। कसरी? किनभने येशूको मृत्युको क्षणमा अचम्मका घटनाहरू भए। 3 घण्टासम्म पुरै देशमा अन्धकार छायो, जसले पापमाथिको न्यायलाई देखायो। मन्दिरको पर्दा आफै माथिदेखि तलसम्म च्यातियो, चट्टानहरू फुटे, पृथ्वी काँप्यो। यी सबैले यो घटनाको असाधारण प्रकृतिलाई पुष्टि गर्छन्। अनि यी सबै घटनाहरूमध्ये सबैभन्दा ठुलो परिवर्तन के भयो त? त्यो हो मानिस र परमेश्वर बीचको सम्बन्धमा आएको बदलाव। पहिले मन्दिरको एउटा बाक्लो पर्दाले मानिसलाई परमेश्वरको उपस्थितिबाट अलग गर्थ्यो, तर येशूको मृत्युसँगै त्यो पर्दा च्यातियो। यसको अर्थ के हो? अब परमेश्वरसँग सोझै मेलमिलाप गर्ने बाटो खुल्यो। श्रापको ठाउँमा स्वतन्त्रता आयो, अनि पापले दिएको घाउको सट्टा उहाँको चोटद्वारा निको हुने बाटो खुल्यो।
अन्त्यमा यो सबैको सार के हो भने यो बलिदानले हरेक व्यक्तिको लागि व्यक्तिगत रूपान्तरणको बाटो खोल्छ। मान्यता के छ भने जब कुनै व्यक्तिले येशूलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गर्छ र उहाँको यो महान बलिदानमा विश्वास गर्छ, तब उसको पापको भारी बोझ हटाइन्छ र उसले एउटा बिल्कुलै नयाँ र प्रशस्तताको जीवन पाउँछ। अनि यसले हामीलाई एउटा अन्तिम तर एकदमै महत्त्वपूर्ण प्रश्नमा ल्याइ पुर्याउँछ। 2000 वर्ष पुरानो यो बलिदानले आज हाम्रो जीवनलाई कसरी परिवर्तन गर्न सक्छ? धर्मशास्त्र अनुसार क्रुसको घटना केवल इतिहासको एउटा पाना मात्र होइन, बरु यो वर्तमानमा पनि गहिरो र अर्थपूर्ण परिवर्तन ल्याउन सक्ने एउटा जीवित सत्य हो। आजको लागि यति नै। जय मसीह।